हेर्नुहोस् है गाइस, नेपालको एयरपोर्ट चाहिँ यस्तो छ। यहाँ यहाँबाट टर्न लिँदैछ, टर्न लिँदै टर्न ल यहाँ बाटो देखेन है, कस्तो डेन्जर छ यार। फर्स्ट टाइम इन्टरनेसनल चलिरहेको छ, अलिकति होइन त्यो भइरहेछ, त्यस्तो टाइपको भइरहेको। तर यो बाटो चाहिँ पुरै घुमाइरहेको छ यार, सिधा वे त देखेकै छैन त्यही भने। हो बल्ल सिधा बाटो थियो, अब यहाँबाट सिधै पेल्ने होला। हेर्नुहोस् है, हेर्दै जानुहोस् है, अब कत्रो पेल्छ होला सायद। प्लेन अलिकति हल्लिरहेको, किनकि नेपालको बाटो हेर्नु, यहाँ आधा उयो, यहाँ त झन् ए ओए साउन्ड आयो मा कसम। सिधै रफ्तार पक्रियो है, पक्रियो किलोमिटर बराबर। टेकअप लक्यो वेदर त यार पुरै अँध्यारो छ त। औ नेपालको दामी त के छ ब्रदर। यो हाम्रो बौद्धचोर पार्टी होला सायद, खोला आइसक्यो, त्यसपछि यो नयाँ बस्ती आयो होला है। हेर्दै पुरै लाइभै हेर्न पाइरहेको हामी है। सायद झ्यालबाट हेरौँ न, यस्तो छ क्या, यस्तो अहिले यस्तो उडिरहेको देखिरहेको त यार, पुरै उडिरहेको है। वेदर चाहिँ लास्ट अहिले त्यो अगाडि सबैमा देखाउँछ। अस्ति न्युज के अरे रिपोर्टर मार्दै थियो नि, के तिनकुनेको ठिकै छेउमै रहेछ के त रिपोर्टर मारे आगो लाग्यो त्यहाँ। तिनकुनेमै त होइन, तिनकुनेमै रहेछ क्या ठ्याक्कै। हामी चाहिँ गयौँ उयोमा टाउको कस्तो म चाहिँ म्युजिक सुनिरहेको छु गाइज है, म्युजिक सुन्दै लाइभ हेरिरहेको छु। दामी सबै यस्तै भ्यू देखाउँछ है, यो पुरै भ्यू देखाइरह। अब अरू चाहिँ अब उतै गएर नै गरौँला, केही युनिक भेट्यो भने चाहिँ।